हेलो गाइस, नमस्ते। म आज तपाईँहरूलाई एउटा रम्बल गाडी हो। रम्बलमा नि यहाँनिर के हुने रहेछ भनेर चाहिँ म देखाउँदैछु होइन। यहाँनिर हेर्नुहोस् है त। यो चाहिँ के भन्छ, लौकीको बिरुवा हो। यसमा नि यसरी माटो लाएर हल्का मलसल लाएर चाहिँ गर्दाखेरि हुने रहेछ भन्ने कुरो बुझिन्छ। यहाँनिर अब अरू चिजहरू पनि रोप्दाखेरि हुने रहेछ। यहाँ बोडी छ होइन, बोडी भयो। अब यता फली पनि रहेछ यो त होइन। हेर्नुहोस् यसलाई के भन्छ, यो पनि बोडी नै हुनु चाहिँ। तपाईँहरूकोतिर के भन्छ, हाम्रोतिर चाहिँ यसलाई के भन्छ, सोगेपा भन्छ। अनि यसको पनि बिरुवा यस्तो उमारेर चाहिँ यहाँनिर फल्न नि थालिसकेको छ क्या। यो चाहिँ फेरि यति लगाएर तर खासै फस्टेर गएको छैन। जस फल दिन थालिसकेछ, फुलि नि रहेछ चट्ट होइन। रम्बलमा पनि यसरी रोप्दाखेरि चाहिँ हुने रहेछ क्या। यस्तो मजाले आएको छ। अब बोडीहरू पनि लहरा जाँदैछ होइन। फुल्ने बेला हुन आँटेको छ जस्तो छ कुनै। अनि यो पनि अब भर्खर लहरा जाँदैछ चट्ट। हेर्नुहोस् न, लहरा यसरी जाँदैछ यो।